This episode is proudly supported by Java Energy Complete Energy Solutions. Ingredient partner KTM Bazaar. Corner Butcher Block. In association with Care AU Health and Community and KS Boutique Melbourne. तामा आलु बोडी तामाको तरकारी मैले ओभरनाइट चाहिँ यो बोडीलाई भिजाएर राखेको थिएँ है। हामी काट्न गइरहेको छौँ प्याज है। म एउटा प्याज काट्छु र आलुलाई चाहिँ मैले चाहिँ माइक्रोवेभ हुन 6 मिनेटमा राखेको छु। अब आलु हेरेर हुन्छ, कुनै आलु 4 मिनेटमा पनि पाक्छ, कुनैलाई चाहिँ 6 मिनेट 7 मिनेटसम्म पनि राख्नुपर्ने हुन्छ। त्यो आलु हेरेर हुन्छ हैन। प्लास्टिकमा बेरेर बाँधेर अनि त्यसपछि माइक्रोवेभमा राखिदिएपछि चाहिँ आलु चाहिँ बोइल हुन्छ। राम्रोसँग बोइल भइसकेको छ है। अब यसलाई हामी पिल गर्छौँ अनि रेडी गर्छौँ। यसलाई चाहिँ अलि ठुलो आलु छ भने 3 भाग, अलि सानो आलु छ भने 2 भाग गरेर मात्रै काटे हुन्छ। धेरै मसिनो गरेर काट्नु पर्दैन। त्यसपछि हामीले लिएछौँ तामा। यो चाहिँ नेपाली ग्रोसरी स्टोर्सहरूमा, इन्डियन ग्रोसरी स्टोर्सहरूमा, चाइनिज ग्रोसरी स्टोर्सहरूमा पाउँछ यो है। ब्याम्बो सुट भनेर राखेको हुन्छ यो तामा। हामी यो अलिकति यो तामा लिन्छौँ। तामाबाट यो नेपाली पसलबाट याद आयो, हाम्रो यहाँ पहिला चाहिँ इपिङ गोरट एरियामा चाहिँ एउटा पनि राम्रो नेपाली पसल थिएन। इन्डियन ग्रोसरी पनि कि अरोरा भिलेज अलि टाढा जानु पर्थ्यो, तर राम्रो नेपाली पसलको खाँचो थियो। अहिले चाहिँ केटिएम बजार चाहिँ तपाईँको घर नजिकै खुलेछ, घरबाट जम्मा 200 मिटर टाढा खुलेछ। त्यही भएर मलाई त केही सामान चाहियो भने म सिधै केटिएम बजार गइहाल्छु। म त त्यहाँको रेगुलर कस्टमर जस्तै भइसकेँ हैन। अब त्यहाँ नजिक खुलेको छ, आफूलाई नेपाली सामान जे चाहियो भने त्यो सबै पाइन्छ क्या। प्लस फ्रेस भेजिटेबल्सहरू पनि राख्ने, सबै कुरा राख्ने भएको हुनाले केटिएम बजार जानु चाहिँ एकदम मलाई चाहिँ एकदम सजिलो भएको छ है। अब त्यस घरडामा नेपाली पसल हुनुको एउटा फाइदा के हो भने नेपाली कुनै कुरा खान मन लाग्यो भने फ्याट्टा गएर किनेर ल्याउन पाइयो, पकाउन पाइयो अनि बुढीलाई खुवाउन पाइयो, बुढी खुसी हैन त। हामी हरियो खुर्सानी काट्न गइरहेछौँ। हरियो खुर्सानी चाहिँ लामो लामो चिर्ने है, यसरी लामो लामो गरेर चिर्ने। छौँ केही गोलभेडा सानो यो चेरी टमेटो चाहिँ अमिलो हुने भएको हुनाले यो चाहिँ आलु तामा बोडीमा अझै मिठो हुन्छ। यो सानो चेरी टमेटो अमिलो हुन्छ टमेटो। यो गोलभेडा चाहिँ हामी त्यही 7-8वटा हामी यो सानो मसिनो गोलभेडा लिइरहेका छौँ है। अब हामी यसलाई काट्न गइरहेका छौँ। कस्तो मिठो बास्ना आउँछ यो तामाको भने है। गडेको अमिलो टाइपको अमिलो बास्ना आउँछ। यो राम्रो हो होला जस्तो छ है। यो चाहिँ यसलाई फेरि म पकाल्छु है। अब यसमा यो तामाको लामो लामो पिस हुन्छ, त्यही भएर यसलाई चाहिँ हामी काट्छौँ ठिक्कको पिस पारेर है। यसलाई काट्छौँ हामी, धेरै सानो पनि नबनाउने धेरै ठुलो पनि नबनाउने, ठिक्कको पिस बनाएर काट्छौँ हामी यसलाई है। यहाँ लामो लामो ठुल्ठुलो पत्ता हुन्छ क्या यो चाहिँ, त्यही भएर। पहिला म हाल्न गइरहेको छु तोरीको तेल। तोरीको तेलमा चाहिँ पकाउँदाखेरि एकदम मिठो हुन्छ है। मलाई चाहिँ यसको राग फ्लेभर मनपर्ने भएको हुनाले म धेरै जस्तो तोरीको तेल प्रिफर गर्छु। तेल तातिसकेको छ। अब म फुराउन गइरहेको छु मेथी दाना फुराउने। अब म फुराउन गइरहेको छु प्याज, सँगसँगै हरियो खुर्सानी। हामी एड गर्छौँ बोडी, अब यसमा एड गर्छौँ हामी तामा।
गर्न गइरहेछौँ बेसार, नुन स्वादअनुसार 2 चम्चा लगभग है। बेसार अलि कलर आउने गरेर र काश्मिरी लाल मिर्च अलिकति कलरको लागि। अनि म एड गर्न गइरहेछु अलिकति मसला। म चाहिँ मोमो मसला एड गर्छु किनकि मोमो मसलाको फ्लेभर यसमा चाहिँ एड गर्दाखेरि एकदम फ्लेभर मिठो आउँछ क्या है। सँगसँगै यो घरै पिनेको ल्वाङ, सुकमेल अनि मरिचको धुलो, हामी एड गर्छौँ अलिकति गोलमेडा। हुन त यो तामा अमिलै हुन्छ, गोलमेडा पनि अमिलो हुन्छ, तर पनि अझै अमिलो अलिकति टेस्ट पुऱ्याउनको लागि थोरै फ्रेस लेमन निचारिदिन्छु मैले है, थोरै मात्रै फ्रेस लेमन हालेपछि अब यो अमिलो 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 हुन्छ। सिटी लगाउन छोडिदिन्छु प्रेसर कुकरमा। 1 सिटी लगाएपछि चाहिँ हाम्रो रेडी हुन्छ आलु तामा बोडीको तरकारी। अहिले हाम्रो सिटी लगाइसकेको छ, मैले यसको आगो बन्द गरिदिइसकेँ। अब चाहिँ हामी यसलाई एकछिन सेलाउन दिन्छौँ अनि तयार हुन्छ हाम्रो आलु बोडी तामा। अब हामी धनियाले यसलाई गार्निस गर्न गइरहेका छौँ। यसरी हाम्रो आलु तामा बोडी तयार भएको छ। अब बोडीले भरे यसलाई कति मिठो मानेर खान्छ हेरौँ है त। अचार भन्दा तामा मिठो छ।